वेलकम यहाँ देख्न सक्नुहुन्छ पत्तुर मैले यसलाई कस्तो भनेको यो होलीमा मैले यसलाई नभेटेको यो राउन्ड मैले 3 राउन्ड हनायो होला यसलाई कस्तो नभेटेको होली हाल्न मात्रै नभेटेको यहाँ हाम्रो पुरानो ब्लगर हो अहिले हाम्रो आज कोचिङ आएको यस्तो छ हालत चराउँछन् न के ए त्यहाँबाट देख्न सक्नुहुनेछ ऐनामा है त्यो मा हेर्नु त हेर्नु त्यहाँबाट हेर्नुहोस् त यस्तो हालत चलिरहेको छ त्यहाँबाट कोचिङ आएर ऐना हेरेर बस्ने अरे ऊ टाउको निकाल्दै हेर्दैछ द्याट्स द अङ्किता होइन हामी देख्न सक्नुहुनेछ हाम्रो रियल साथी कस्तो सिकमा आज नयाँ ज्याकेट लगाएर कस्तो भाइ त्यस्तो आइरहेछ कस्तो हेरौँ त अरे फेरि हाम्रो त फेरि बिटिएसहरूमा छ नि थोप्रा बिटिएस लुक्स भेरी ल नमस्ते भगवान देख्न सक्नु One eternity later. रमाइलो पेट्रोलको अवस्था यस्तो छ पेट्रोलको हालत त के साह्रो भिडिआएको त फर्स्ट टाइम मैले यस्तो भेटिदिएको यहाँ परदेखि आएर सट्टै लगाएर पर उतापट्टि ट्र्याक्टरहरू पनि छ सानो सानो गाडीलाई दिइहाल्नु पल्लो पारि पनि छैन अरे गाडी छ वेलकम ब्याक सबैजनालाई मेरो फेरि छोटो मिठो अनि स्वादिष्ट भ्लगमा होइन आज चाहिँ म तपाईँहरूलाई भण्डारी चोकदेखि मधुमलासम्मको यात्रामा लग्दैछु होइन सबैजना मेरो साथमा रहिरहनु होला है अब हामी सिधै घर जानुपर्छ है हामी चाहिँ यहाँबाट हामीलाई टाइम अब 10-15 मिनट लाग्छ होइन हाम्रो यहाँबाट धेरै टाढो पनि छैन The next day. आज भण्डारी चोकदेखिको घरसम्मको यात्रा यत्तिकै छैन है तपाईँले साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा छ क्यामेराको एङ्गल फर्स्ट टाइम भयो यस्तो म अर्कोचोटिदेखि यस्तो क्यामेराको एङ्गल फुटाउने छु होइन अब यो आउने उयोमा मेरो गिम्बल आउँदैछ है त यो अब 1 महिनापछि गिम्बल आउँछ सो गिम्बलबाट भ्लग यस्तो दामी आउँछ यस्तो सेक्सी भनेर साध्य छ मैले धेरै चिन्ने मान्छेहरू भेटेँ है अब धेरै चिन्ने मान्छेहरू यहाँ थिएँ सबैले राम्रो छ भाइ तिम्रो हो होइन स्कुलको क्लास 9 नम्बर छ गाह्रो छ टाढोबाट स्कुल पढ्नु भने त्यसैले अन्य बेला चाहिँ सबको लियोलाई छाड्नु पऱ्यो कि नभए यस्तो हालत होइन स्कुल कलेज पनि चढ्ने 3-4वटा तर त्यहाँ अलिकति शिक्षा राम्रो हुँदैन होइन अब अभियसली शिक्षा राम्रो हुँदैन सो हामीले चाहिँ यहाँबाट आएको अनि आज हामी चाहिँ बढाउँदैछौँ यहाँको वन हुन्छ दामी हुन्छ हो यो गाउँतिर घुम्नु आउनुको लागि चाहिँ तपाईँहरूलाई अभियसली कहाँ हुन्छ भन्ने मलाई थाहा छ रमी त्यहाँ आउनुहुन्छ होइन को आउनुभएको छ रमी चाहिँ प्लिज कमेन्ट डाउन बिलो हिँड्थेँ र म तपाईँहरूले राखिदिन्छु रमी त्यहाँ आउँछ त्यो मान्छेहरूले हानिदिने त लु कमेन्ट लाइक कमेन्ट है त हामी चाहिँ घर लाग्दैको आज ढिलो हो मम्मीले भनिदिएको छ है त डेन्जर चाहिँ छ क्यामेरा एङ्गल हल्लिए पनि यताउति भए पनि होइन अब तपाईँहरू दुःख मानेर हेरिदिनु होला भन्नेहरूलाई मेरो डेली भ्लग राम्रो लागे अझै मलाई यस्तै प्रेरणा दिनु होला प्रेरणा दिनको लागि लाइक पनि हालिदिनु न केही छैन कि तपाईँहरूलाई माइक पनि आउँछ यो माइक आउँछ गिटी सुनिन्छ होला तपाईँहरूलाई होइन माइक आउँछ छिटै केही छैन तपाईँहरू सिर्फ भ्लग हेरिदिनुहोस् अरू केही गर्नु पर्दैन कि तपाईँहरूले ठिक हल्का क्यामेरा एङ्गल बिग्रिँदो रहेछ यसको लागि पनि केही छैन हामीसँग सोल्युसन छ नि भन्ने होइन ल त अब बोल्नु पनि के बोल्नु अल्छी लाग्दो हाम्रो गाउँतिर त्यस्तो हाइब्रिड मकै पनि फलिसक्यो तपाईँहरूको गाउँतिर फलेको छ कि छैन अभियसली कमेन्ट यस्तो भन्नु कि दिनभरि के पो क्यारोबाट हाल्दै बस्यो चिल छ लाइफ मेरो भाइको घरै त यो रोहन भाइको घर हो भाइ त भनियो नि
भाइले कामै गर्नु पर्दैन सिधै 15वटा बुढी त पालिदिन्छ है घरमै बसी हो यार घर यत्रो छ मुला बाउको कार छ बाउको बिजनेस छ आफ्नै अनि त्यस्तो भयो मेरो लाइफमा अब हामी जस्तो मिडल क्लास फ्यामिलीले त्यो लेभलसम्म पुग्नलाई त हामीले त लास्टै मिहिनेत गर्नुपर्छ यार घोडा पिस्नुपर्छ अम्मा हाम्रो गाउँतिर चाहिँ कस पानी पुग्ने ठाउँमा त्यस्तो भइरहेछ होइन यस्तो दामी मकै छ अब यहीँ त जम्पियो थियो यहाँ मकै पानी नहुने ठाउँमा केही गाह्रो छ है त त्यसैले तपाईँहरूले काम गर्नेलाई भोट दिनुहोस् होइन यस्तो बत्ती जस्तो बल्छ के बत्ती जस्तो म पनि नेतै जस्तो हो के ए भगवान् प्रतीक दाईको प्रतीक भ्लगको मैले स्वर कपी गरिदिएको है त ल कस्तो छ मिठो लाग्यो भने कमेन्ट गरिदिनुहोस् है त मलाई यो अगाडिको यो हुन्छ त थोप्रा त्यो भ्लगमा हाल्ने थोप्रा यो चाहिँ केबाट बनाइन्छ कि त्यो म त केबाट बनाइन्छ क्या चाहिँ अलिकति सजेसन दिनु पऱ्यो होइन अब भ्लग त फर्स्टचोटि हालिदिन्छु केही छैन अब एटलिस्ट आइएम डुइङ माई बेस्ट होइन म मेरो Meanwhile. मेला लाग्छ उधौली लाग्दैन त्यो होलीमा चाहिँ लाग्थ्यो होइन हामी पहिले सानोमा कट्टु तान्दै खेल्नु पुग्थ्यौँ त्यहाँ डेन्जर छ यार यो चाहिँ हाम्रो खोइ के लिम्बू भाषा बनाउने मान्छेको शालिग अरे दामी छ है त हाम्रो ठाउँमा पनि यस्तो बबाल हाम्रो क्याफे हो नि फेरि यहाँको जल्दो बल्दो क्याफे हो होइन हाम्रो कालिकाको विद्यार्थीहरू होला सायद क्लास 10कै ग्याङस्टारहरू सबै छन् हामी चाहिँ अब यस्तै मेरो पहिला स्कुल थियो होइन आइएम रिडिङ इन हियर होइन हाम्रो बुनहरूलाई सायद यहाँको सबैजना क्लास सानो रहेछ त के पो टिम्पल बुन्नु यो उता के पो उता टिकेनी हो यो चिन्छु म धेरै होइन किनकि हामी पहिले यही स्कुल पढायो नि त केही छैन हामी अब धेरै पछि अब भ्लगमा आइदिँदैछ तपाईँहरूलाई पनि धेरै धन्यवाद यहाँ परसम्म हेरेर साथ दिनुभएकोमा घरपट्टि आइपुग्नु लाग्यो यो चाहिँ हाम्रो देवीदान हो होइन यहाँ पहिले चिठी दिने ल्याउने काम गर्दै हाम्रो यादी दाजुभाइहरू यहाँ काम गर्नु हुँदैछ महिनाको धेरै आउँछ अनि यादीमा भर्ती भयो भने पैसा भनेको 1 लाख कसम महिनाको जोड्नु त 40,000ले जोड्नु त कति हुन्छ यार कस्तो काम गर्नु घरमा बसी भने त्यो त राम्रो हो नि त मेरो घरमा आइपुग्यो मेरो घर यही हो होइन नि फेरि नयाँ घर बनिएको छ होइन यो चाहिँ हो मेरो घर अनि हाम्रो पहिलेको ओल्ड हाउस हो होइन ल यो त धन्यवाद छ होइन तपाईँहरू पनि यहाँसम्म हेरेर साथ दिनुभयो भन्ने आशा छ सबैजनाले होइन आशा त छ होला मम्मी अब यो गाडी चाहिँ नकुदाउँदै हुने रहेछ है के साह्रो भिड पेट्रोल हाल्ने ठाउँमा मामाहरू पनि आएको थियो के पो उताको र कुन माथिल्लो घरको मैले कहाँ लगेँ माथिल्लो घर फेरि हो पल्लरको होइन त्यो आफै पल्लरको होइन अस्ति त्यो त अस्ति पो लाग्यो त पल्लरको भाइ ल गाइस हामी अर्को ब्लगमा भेट्नु पनि छ अब खाना खाने The next day. जाँदैछु 1 eternity later. होइन अब खोला हाने मिली खोला बाह्र चराउन होइन पहिले हामीले यहाँ यस्तो चराउँथ्यौँ कि यहाँ त यस्तो मजा आउँथ्यो चराउनु पनि अब यहाँबाट यता गएपछि खोला मिली खोला अब एकछिन तलै खोला भेट्नुहुन्छ ल बाई हामी चाहिँ यहीँ सक्यौँ होइन कोही थाहा होला कहाँ हो भनेर तर यो चाहिँ हाम्रो अलिक तल खोला डिल हो यहाँ तलबाट ऊ तल चाहिँ खोला हो होइन अनि यो चाहिँ आँपको बोट हो तपाईँहरूकोमा चाहिँ यस्तो दामी फुल फुलेको छ होइन मेरो माथि पनि देख्न सक्नेछ कस्तो दामी फुल फुलेको छ अस्ति मैले सूर्य ढलेर घाँस टन्नै थियो अहिले चराएर घाँसै रहेछ होइन ऊ बाख्रा लग्ने भनेको ऊ तल लग्नु पर्यो भनेको त्यो तल घाँस अलिक हरियो देखिरहेको छु एउटा पानी खुवायो भने अनि फेरि माथि नै लग्ने भाइ कति भाइ भन्नु है अखिर मैसँग बस्नुहोस् तपाईँहरू अघिदेखि देख्नु होला भ्लगहरू सबै होइन हाम्रो गाउँतिर त्यसरी ढुङ्गा निकाल्छन् होइन र त्यसैले यस्तो रुखहरू काटेर है त्यसको मेरो जग्गा पनि होइन म किन गरिराख्नु होइन तर यसले धेरै प्रकृतिमा हानि पुऱ्याउँदो रहेछ कि यो निकालेपछि यो खोल्छीको रुख काटेपछि पानी सुक्दो रहेछ है हामीले पनि माथि मुहानबाट पानी ल्याउँछौँ नि त अनि त्यहाँको छेउछाउको रुखहरू काट्नु भएको छ त्यहाँको मान्छेहरूले आफ्नो खेतबारीमा भएको होइन अभियसली अनि त्यहाँबाट त्यसले गर्दा चाहिँ उसको जराहरूबाट पानी नआएर चाहिँ होला सायद पानी पनि सुकिरहेको छ कि आजकल हेर्नु त कति दामी छ यहाँ फुल किराहरू
किराहरू अड्किरहेछ ल भाइ यस्तो घाम छ यार बाख्रा